गोर्खा उन्नयन परिषद असम सरकार साथै असमको गोर्खाली जातीय संगठन आक्सु असम गोर्खा सम्मेलन असम नेपाली साहित्य सभा भारतीय गोर्खा परिसंघ असमिया गोर्खाको हाम्रो 13 जात गोष्ठी संगठनको सम्पूर्ण सहयोग र असमवासी गोर्खा समाजको सहयोगमा आसाममा इतिहासमा पहिलोपटि गोर्खा उन्नयन परिषदले गोर्खा जातिको लोक संस्कृतिको जागरण निम्ति डिसेम्बर महिनाको 2 तारिकबाट विशेष रूपले लोक संस्कृतिको कर्मशाला हामीले गरिरहेको थियौं र विशेष उजनी क्षेत्रमा विशेष गरेर धेमाजी तिनसुकिया डिब्रुगढ सराइदेउ शिवसागर अनि जोरहाट यो चोटिको 2024-25 वर्षको वित्तीय पुँजीबाट विभिन्न लोकनृत्य कर्मशाला जस्तै सङ्गिनी मानरी चेब्रुङ तामाङ सेलोदेखि लिएर सिली नृत्य र अन्यान्य हाम्रो जति पनि नृत्यहरू छन् जसले जनताहरूले जहाँ जहाँ चाहेको त्यहाँ हामीले कर्मशाला प्राय 1.5 महिना भइरहेको छ 2 महिनै हुन्छ होला हाम्रो कर्मशाला चलि नै रहेको छ र समापन समारोह अनुष्ठानै भनौँ वा गोर्खा जातिको संस्कृति जागरण समारोह नै भनौँ गोर्खा सांस्कृतिक महोत्सव नामेर डिब्रुगढ जिल्ला अन्तर्गत टिङथाङ समष्टि अन्तर्गत हामीले राजगढमा भव्य रूपले महाआयोजना एउटा गरेको छौँ र आसामवासी गोर्खा जनतालाई हामी यस अनुष्ठानमा उपस्थित रहनुको लागि निम्ति गोर्खा उन्नयन परिषदको परिवारबाट विशेष रूपले आह्वान गर्न चाहन्छु किनभने हाम्रो आज तारिकमा हामीले एउटा कुरा देखिरहेको छु असमको विभिन्न जाति जनगोष्ठीले जस्तो आफ्नो मौलिक जुन चाहिँ लोक नृत्यपट्टि जस्तोपट्टि इन्ट्रेस्ट राखेर आज उहाँको आफ्नो आफ्नो जातको संस्कृतिलाई कसरी बचाउन सकिन्छ त्यसको लागि सरकारले पनि आज भेरी सिरियसली काम गरिरहेको छ र विभिन्न जातिको जातीय दल सङ्गठनले पनि त्यो चिजमा काम गरे जसको परिणतिमा आसामको माननीय मुख्यमन्त्री डाक्टर हिमन्त बिश्व शर्माज्यूको बलिष्ठ नेतृत्वमा आसाममा इतिहास रचेको संस्कृतिको एउटा इतिहास रचेको छ जस्तो 72 असमिया जातिले कहिले पनि विश्व दरबारमा आज बिहुलाई रिकग्नाइज गर्ने कुनै सरकारले इनिसिएटिभ ग्रहण गरेको थिएन आज 72 असमिया जाति 3.60 लाख जनताको आवेग र अनुभूतिको एउटा चाड आज बिहुलाई आज डाक्टर हिमन्त बिश्व शर्माज्यूको बलिष्ठ नेतृत्वमा गिनिज बुक रेकर्ड गराए जसमा भारतको प्रधानमन्त्री स्वयं आएर त्यो अनुष्ठानको सहभागी भयो त्यसको पछि हामीले देख्यौँ जेहेतु हामीले प्राय 75 भन्दा पनि धेरै जात आज आसाममा हामी बसोबास गर्छौँ त्यसमा मरान मटक कुश राजवंशी जस्तो आदि जति पनि छन् हाम्रो जस्तो गोर्खाहरू आदिवासी साजनगोष्ठी बेङ्गोली बिहारी मारवाडी यी जति पनि जात मिलेर हामी 75 भन्दा बसोबास गर्छौँ त्यसको पछि हामीले देख्नु पायौँ यो असम सरकारको बलिष्ठ नेतृत्वमा डाक्टर हिमन्त बिश्व शर्माज्यूले आज आदिवासी वा साउताली जनगोष्ठीको आज पवित्र जुन चाहिँ पहिलो एउटा लोकनृत्य जुन चाहिँ भनिन्छ त्यसलाई झुमुरलाई जनगोष्ठीको जुन चाहिँ संस्कृतिले आज विश्व दरबारमा प्रतिष्ठा गर्नुको निम्ति उहाँले इनिसिएटिभ ग्रहण गर्नुभयो र यसमा असमवासी गौरवान्वित छन् त्यसका पछि हामी देख्नु पाइरहेको छौँ जे आज 72 अन्यतम खिलन्जिया जाति हिसाबले आज बोडो जातिको बागुरुम्बा नृत्यलाई नेसनलाइज गरेर आज विश्व दरबारमा प्रतिष्ठा गर्नुको लागि स्वयं प्रधानमन्त्री आएर माननीय मुख्यमन्त्रीको नेतृत्वमा आज असमेली बोडो समाजले पनि एउटा सांस्कृतिक स्वीकृति पाएको छ तर असममा बसोबास गर्ने गोर्खाहरूलाई भोलिको तारिकमा यदि हामीले सांस्कृतिक स्वीकृति दिनु खोजे तापनि कसरी दिनु सकिन्छ भन्ने विषय लिएर विगत जतिखेर आदिवासी वा साजनगोष्ठीको जुन चाहिँ मौलिक जुन चाहिँ नृत्य थियो लोकनृत्य तपाईको जुमो नृत्यलाई जतिखेर नेसनलाइज गर्ने कुरा जतिखेर हामीले थाहा पायौँ त्यसको पछि हामीले विशेष आक्सु गोर्खा सम्मेलन हाम्रो गोर्खा डेभलपमेन्ट काउन्सिल वा गोर्खाको जति पनि सरकारी विषयहरूले एउटा सल्लाह हामीले गऱ्यौँ सरकारसँग त्यतिखेर स्वयं हाम्रो कल्चर मिनिस्टर विमल बराज्यूसँग हामी सल्लाह गऱ्यौँ मुख्यमन्त्रीसँग सल्लाह गर्दाखेरि उहाँले हामीलाई के आह्वान गर्नुभयो भन्दाखेरि जसको एउटा प्रतिफलन हामी यहाँ गर्नु खोजिरहेको छौँ जो उहाँले भन्नुभयो तपाईँहरूको 13 जात मिलेर एउटा गोर्खा महाजाति हो तपाईँहरूले नै हामीलाई पहिला एउटा हामीलाई रिकग्नाइज गरिदिनु पर्यो जे तपाईँहरूको नृत्य त तामाङको नृत्य डम्फु सेलो हामीलाई पनि थाहा छ राईको नृत्य सिली नृत्य सरकारलाई पनि थाहा छ लिम्बुकबो खेदाङमा नृत्य त्यो सरकारलाई थाहा छ आज सङ्गिनी अनि मारुनी खस जातिको समुदायको हो भनेर मान्छेको सर्वसाधारण समाजमा एउटा प्रचलन छ र अरू जति पनि नेवार नृत्य नेवार समुदायका मात्रै हो तर सामूहिकमा तपाईँले गोर्खा जतिखेर भन्छ गोर्खाको जस्तो 72 असमिया जातिले जतिखेर बिहुलाई सबैले बिहुलाई स्वीकृति दियो जतिखेर तपाईँले पनि एउटा नृत्यलाई कमसेकम प्राथमिकता दिएर सरकारलाई र प्रशासनिक व्यवस्थालाई र तपाईँले देखाइदिनु पर्यो पहिला चाहिँ कुन चाहिँ नृत्यलाई तपाईँहरूले भोलिको तारिकमा गिनिज बुक रेकर्ड वा गोर्खाहरूको संस्कृतिलाई यदि भोलि तारिक विश्व दरबारमा प्रतिष्ठा गर्नु सरकारले इच्छा गर्यो भने कुन चाहिँ नृत्यलाई रिकग्नाइज गर्ने त्यो त सरकारले गर्न सक्ने विषय होइन त्यसैको लागि हामीले असमको जातीय दल सङ्गठन विभिन्नलाई नै हामीले बैठक बस्छौँ त्यस्तो भन्दाखेरि हामीले अफिसरी अनअफिसरी सब प्रकारको मिटिङहरू हामी सानो गरेर र संस्कृति साधकहरूसँग सल्लाह गरेर हामीले एउटा कुरा हामी सोच्यौँ जे हाम्रो सबैले अलिकति स्वीकृति दिने एउटा नृत्य एउटा जो छ त्यसको नाम मारुनी नृत्य यो मारुनी नृत्यलाई यदि हाम्रो सामूहिक गोर्खाली नृत्य
भनेर यदि हामीले असमवासी गोर्खाले यदि हामीले स्वीकृति दिनु सक्यो भने आउँदो दिनहरूमा हामीलाई सम्पूर्ण विश्वास छ डाक्टर हिमन्त विश्व शर्माजीको बलिष्ठ नेतृत्वमा असममा बसोबास गर्ने रैथाने गोर्खाहरूले सांस्कृतिक उत्तरणको साथै सांस्कृतिक हाम्रो जुन चाहिँ लोकजागरणको साथसाथमा विश्व दरबारमा पनि हाम्रो संस्कृतिलाई झल्काउनको लागि केवल मात्र कोही मुख्यमन्त्री सक्छ जति डाक्टर हिमन्त विश्व शर्माजीले सक्नुहुन्छ र यो कुरालाई हामीले प्रेरणा हिसाबले लिएर गोर्खा डेभलपमेन्ट काउन्सिलले डिसेम्बर महिनाको 2 तारिकबाट सङ्गिनी अनि मारुनी नृत्यको साथमा अन्यान्य हाम्रो गोर्खालीको जात जातको हाम्रो लोकनृत्यहरूलाई कर्मशाला गरेको छु त्यो कर्मशालाको प्राथमिकतामा हामीले नेसनलाइज गर्नको लागि हामीले मारुनी नृत्यलाई हामीले ठानेको छु साथसाथमा हाम्रो सङ्गिनी मारुनीदेखि लिएर चेब्रुङदेखि अति हाम्रो जात जातको जति पनि लोकनृत्यहरू छ सबै नृत्य यहाँ प्रदर्शन हुन्छ प्रतिटु जिल्लाको जति दिदीबहिनीहरू आएर उहाँले भेष पोसाकको साथमा आउनु पर्यो उहाँको जति पनि हाम्रो लोकनृत्यहरू छ जिल्ला वाइजमा हामी कम्पिटिसनको आकार पनि हामी दिने जति कुन जिल्लामा हाम्रो लोक संस्कृति कति राम्रो प्रकारले झल्केको छ त्यसमा हामीले जाजेसहरू पनि राखिदिने उहाँलाई मानपत्र दिने व्यवस्था पनि गर्ने अनि कल्चरल एक्सचेन्ज पनि गर्ने यसमा धेरै प्रसङ्गहरू छन् आज जुन चाहिँ कुराहरू असमवासी गोर्खा जनताले धेरैले त्यसलाई अलिकति माने गहिरो तरिकाले लिएको छ धेरैले गहिरो तरिकाले लिएको पनि छैन प्रथम कुरा भयो आज तपाईँलाई म भन्न चाहन्छु सुन्दाखेरि नराम्रो सुन्ने वस्तु हो तर सच्चा कुराहरू ठुलो एउटा लिम्बू गाउँमा जतिखेर तपाईँलाई जाइन्छ त एकदमै लिम्बू नै मात्रै प्रचलन हुने ठाउँमा मारुनी नृत्यको प्रचलन हामीले देख्न पाउँदैनौँ आज ठुलो र राई गाउँमा जाँदाखेरि चेब्रुङ नृत्यदेखि हुन्छ डम्फु सेलोको प्रचलन देख्नु पाउँदैनौँ धेरै नवप्रजन्मको भाइले त अहिलेसम्ममा चेब्रुङ के हो सङ्गीत नृत्य के यो त थाहा छैन किन भन्दाखेरि हेर्नुहोस् हाम्रो आज युवा भाइहरू जति पनि तपाईँको 5 क्लास पास भइसकेपछि जति पनि हाम्रो माने परिवारहरूले वा गार्जेनहरूले हाम्रो छोराछोरीलाई हामीले बोर्डिङ स्कुलमा पढाउँछौँ बोर्डिङ स्कुलमा पढाउने बित्तिकै लिम्बूको छोराले केवल मात्र उहाँको फेदाङमा नृत्यलाई मात्रै माने राम्रो तरिका जानेको छ तर सिली नृत्य के हो डम्फु सेलो के हो सङ्गिनी के तर आफ्नो गोर्खाको भित्रको जुन चाहिँ कल्चरल एक्सचेन्ज नभएको लागि कल्चरल एक्सचेन्ज राई मान्छेले पनि सङ्गीत नाचेको हुन्छ आज तपाईँको क्षेत्रीय समुदायको मान्छेले पनि आज तारिकमा हाम्रो जति डम्फु सेलो सिकेको हुनुहुन्छ तामाङहरूले मारुनी नृत्य नाचेको हुनुहुन्छ आज कुनै खालको हाम्रो कामी दमाई सार्की गानेले पनि आएर कुनै खालको हाम्रो लिम्बूको वा राईको नृत्यलाई पनि ग्रहण गरेर नाच्नु पर्यो अनि पो यो जातिले त्यो जातिको संस्कृतिलाई अप्नायो भने अनि हाम्रो भाइचारा जुन चाहिँ सम्बन्ध 13 जात गोष्ठी मिलेर हामी गोर्खा भनेको छु त गोर्खा केवल मुखले मात्रै भरेन होइन हामी सामाजिक रूपले एक भएको छु आज तारिकमा हामी सबैलाई थाहा छ आज सांस्कृतिक रूपले हामी एक हुनु खोजे तापनि तर यो कतिपय चिजहरूले हामी सांस्कृतिक रूपले एक हुनु सकेको छैनौँ र सांस्कृतिक रूपले हामी एक हुनु भएर हामीले के गर्नुपर्छ विश्व दरबारमा असमिली गोर्खाले चाहिँ यो नृत्यलाई हामी रिकगनाइज गर्ने भन्ने कुरालाई हामी प्रतिस्थापन गर्नुपर्छ र जति उठिएको नवप्रजन्मले हाम्रो लोकनृत्य जुन चाहिँ हराएको छैनन् लोकनृत्यको प्रचलन ठाउँ ठाउँमा छ तर सम्प्रसारणहरू भएको छैन यो सम्प्रसारण गर्नको लागि हामीले जति पनि उठिएको नवप्रजन्मलाई हाम्रो लोकनृत्यको प्योरिटी कति छ लोकनृत्य पुर्खाले कति कष्टले बनाएको यसलाई संरक्षण गर्नुपर्छ संवर्धन गर्नुपर्छ यो कुरालाई हामी प्राथमिकता सकेसम्म हामीले यति पनि चिन्ता गरेको छु आज गाउँ गाउँमा मादलको प्रचलन तक छैन आज धेरै भनेर आफूलाई अजुवा देखाउनु भन्छ जे मादल भयो भने मादल हामी सिक्ने थियो भन्छ तर मादलै छैन भन्छ तर एउटा कुरा हामी यत्रो रुपियाँ पैसा खर्च अरू जात जनगोष्ठीको लुगाफाटाहरू लगाउँछौँ आज आफ्नो अरू वाद्ययन्त्र किन तर मादल किन्दिनु त आज गोर्खा डेभलपमेन्ट काउन्सिलले मादल गाउँ गाउँमा जसले माया जतालाई मादल वितरण गरेको छ नौमती बाताबुज वितरण गरेको छ तर एउटै कुरा स्पष्ट छ सांस्कृतिकको महाजागरण माध्यमबाट गोर्खाहरूमा संस्कृति एउटा जागरण हुनुपर्छ र संस्कृति एउटा जातिको मेरुदण्ड हो भाषा नै एउटा जातिको मेरुदण्ड हो र भाषा र संस्कृति बाँच्यो भने जात बाँच्छ माने हाम्रो सांस्कृतिक साधक विनोद खनालज्यूले भनेको कुरा मलाई याद आउँछ के छ भन्दाखेरि एउटा संस्कृति नाचुन्जेल होइन बाचुन्जेल संस्कृतिलाई संरक्षण गर्नु प्रतिटो गोर्खाको दायित्व र कर्तव्य हो यो कुरालाई अगाडि राखेर गोर्खा डेभलपमेन्ट काउन्सिलले संस्कृति महाजागरण निम्ति आज लोकको संस्कृतिलाई अगाडि प्राथमिकता दिएर 29, 30 अनि 31 तारिकको दिनमा हुनु गइरहेको गोर्खा सांस्कृतिक महोत्सवमा सारा असमवासी गोर्खा समाजको साथमा जति पनि गोर्खाली जातीय सङ्गठनहरू स्वतस्फूर्त रूपले आएर यस अनुष्ठानमा अंशग्रहण गरेर हामी असम मिली विभिन्न जातिलाई देखाइदिउँ जे हामी संस्कृति माध्यमबाट हामी जातमा हामी छुटे तापनि गोर्खा महाजातिको जतिखेर संस्कृतिको उत्थान र उन्मुक्तिको कुरा आउँछ हामी सबैजना गोर्खा एकमुष्ट भएर आफ्नो जातिको उन्मुक्ति र अस्तित्व साथै हाम्रो संस्कृति जगाउने क्षेत्रमा वा बचाउने क्षेत्रमा हामी तत्पर छु भन्ने कुरा आज यो विशेष गरी डिब्रुगढ जिल्ला टिङखाङ समष्टि राजगढबाट हामी देखाइदिउँ यो कुरालाई समस्त असमवासीलाई विनम्र रूपले म आह्वान गर्न चाहन्छु यो अनुष्ठानमा सबैजना स्वतस्फूर्त रूपले आउँ
हामी असमको माननीय मुख्यमन्त्रीज्यूलाई हामी निम्ताएको छु मुख्यमन्त्रीज्यूलाई सबैले बोलाउँ हामीले मात्रै बोलाउन सबैले हामी टेलिफोन गरौँ मेसेज गरौँ व्हाट्सएप गरौँ हैन र असमको अभिभावकलाई एउटै लागि बोलाउँ आज बोडो नृत्यले रिकग्नाइजेसन पायो हामी खुसी छु आज 7 जनैपछि आदिवासीको नृत्य झुमुर नृत्यलाई आज स्वीकृति पायो हामी खुसी छु आउँदो दिनहरूमा हामीले पनि असमको शिर डाक्टर हिमन्त विश्व शर्मालाई आह्वान गरौँ जे गोर्खाको पनि आज सामूहिक नृत्य हामी रिकग्नाइजेसन गरे आज चाहिँ अब उपरान्त हाम्रो गोर्खाहरूको पनि यो नृत्यलाई विश्व दरबारमा प्रतिष्ठा गर्नुको लागि तपाईले हाम्रो गोर्खा समाजको 25 लाख गोर्खाको एउटा सेन्टिमेन्टलाई बुझेर संस्कृति जागरण निम्ति सांस्कृतिक एउटा स्वीकृति दिनुको लागि हामी आह्वान गरौँ